होइन कसले जित्छ कसले हार्छ कसैलाई मतलब छैन तर बाख्रो ब्याएन भने बोको कुटो चाहिँ पाइँदैन मुखको सटर चटेर पट भन्नुलाई झटपट अमिलो पिरो यो सबै कुरो हालेर नुन खुर्सानी डालेर मुखभित्र फालेर झालेर मसलदार निम्बु र प्याज बाराको मसाला हाम्रो सिमराको अबे साले नमस्कार यसपटक हजुरहरूले मोबाइल चिन्हमा छाप पहिलो पटक नयाँ पहिलोचोटि उठो सा दोस्रो कसैलाई चिन्दैन कसैलाई दिँदैन केही विकास गर्दैन त किन दिनु होइन म पुरानो होइन म साँच्चीकै काम गर्न आएको लिएर गयो भने कुर्सीमा बसेर आफ्नो पुरै बस्ती ट्याक्स फ्री बत्ती फ्री पानी फ्री शिक्षा स्वास्थ्य सबै फ्री अनि कसको छोरीको बिहे हुन्छ नि कुमारी शाहले 25,000 हालिदिन्छ यो पागलनी हो पागलनी र तय भन्नुपर्छ म पागलनी भनेर त याद हुँदैन नमस्कार रोटर 4 का मतदाताहरू आमा बुवा दाजुभाइ दिदीबहिनीहरू यस पटकको निर्वाचनमा तपाईले मलाई जुन मत दिनुभयो त्यसको म उच्च सम्मान गर्दै तपाईहरुप्रति आभार प्रकट गर्न चाहन्छु र रोटर 4 को जनताको समस्या समाधान गर्न म जीवनभरि बाँचुन्जेल लाग्नेछु। लेकिन ये साला कर क्या रहा है यहाँ पे? लाज किन हुने 2 सिट तलमाथि हुन सक्छ 4 सिट तलमाथि हुन सक्छ यो 50 सिट तलमाथि भयो भने भन्दा 50 सिट तलमाथि भयो भने 50 सिट तलमाथि असम्भव कुरा हो। तपाई यो फुटेज चाहिँ एकदम सुरक्षित राख्नु मजाले सुरक्षित 15 दिन पछि बजाउनु होला। बालेनको फ्यान घन्टीमै भोट ड्याङ्क ड्याङ मत बालेनको फ्यान घन्टीमै भोट ड्याङ्क ड्याङ। मलाई त प्रधानमन्त्री नभइकन त म बस्नै सक्दिनँ क्या म त छटपटी नै हुँ। रन्डीको छोरा तपाईले जसलाई तबेला उपहार दिनुभएको थियो आज उहाँ नै तपाईको तबेला बजाउन आउनु भएको छ। तपाईको मिडियामा रेकर्डमा बोल्दैछु 12 मात्रै होइन कि मध्य प्रदेशमा 1 नम्बर पार्टी नेकपा एमाले पछाडिबाट कि पछाडिबाट अब राजाराम पौडेलजी 21औं शताब्दी भनेको त विज्ञान र प्रविधिमा चमत्कारको शताब्दी हो होइन कार र रकेटको युगमा तपाई किन स्कुटरमा नभएर कि बार कसको सरकार भन्छ बालेन सरकार भन्ने सुन्नु हामीले त्यति चाहिँ नेपाली कुरा मिसाएछन् त्यहाँ अब की बार भन्ने हिन्दी भयो अनि के भयो नेपाली शब्दबाट अब की बार तपाईँ एमालेकोमा चाहिँ छैन है यो अब की बार भन्ने चाहिँ अब की बार भन्ने कुरै भएन। हामी त सरकार बनाउन बानी परेका मान्छे देश बनाउन बानी परेका मान्छे देश बनाउने नीति ल्याउन बानी परेका मान्छे के को अब की बार। ओए मात सिक्नेहरू यहाँ सुन चुनावलाई थ्रेट एमालेलाई कांग्रेसलाई थ्रेट चुनावमा के गर्नुहुन्छ तपाईँ तेस्रोसम्म त हुँदैनन् चौथो पाँचौं हुने पनि अरू थुप्रो पार्टी छ। प्रदेश सांसद राजु गुरुङ हाम्रो बीचमा हुनुहुन्छ तपाईलाई म जनता जान चाहन्छु कार्यक्रम स्वागत गर्न चाहन्छु। नमस्ते थ्याङ्क तपाई अपराधी हो लिए प्रधानमंत्री बनाया जाए तो कौन सा काम करेंगे आप? हम नेपाल का है नहीं बनेंगे यहाँ पर। तू समझा? हाँ नहीं तू समझा नहीं। चुनाव पछाडि त मै हो प्रधानमन्त्री तपाईको मै हो प्रधानमन्त्री
फागुन मै हो 21 गतेको निर्वाचन मै हो प्रधानमन्त्री को हो त प्रधानमन्त्री बालेन शाह हे त्यस्ता मुला नबोल्नु न दाइ नबोल्नु न तपाईँ नबोल्नु न थाहा छ मलाई सबैको मलाई थाहा छ म धादिङमा सुशासन स्थापना गरी भ्रष्टाचार गर्न आएको हुँ भनेर अरू नेताले भन्छन् आशिकाले भन्दिन कैसे कैसे लोग रहते हैं यार यहाँ पर चलो तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं हम भोट केमा भोट केमा एकान्तमा आफ्नै छ पारा मेरो बेग्लै छ नि बानी गाडी आना ल्याउँछु बटे केटाहरू ब्याड बोय कम्पनी भन्नेले बन्दै गर्छ ए आफ्नो काम बन्दै गर्छ ए बटेमा माया बटेमा A few moments later. कहाँ छुट्यो साथी संगी कहाँ छुट्यो मैसा जिन्दगानी जति बुझ्यो नबुझी एउटा गोरु घाँस खाँदै अर्को गोरु खोले एउटा गोरु घाँस खाँदै गोरु खोले एउटी भाकी स्वास्नी पर आइए देखते हैं बैठचंद मजा आएगा चेक चेक नीचे से चेक कर तेरा है यार लास्ट और तेरा सेकंड लास्ट There is a mistake. It's not possible. It's injustice. साला ये साइलेंसर इतना चिल्ला क्यों रहा है यार सेकंड आया साला फर्स्ट कौन आया रैंचो साला हट के देशको सांसद बनिसक्नु भयो देशको नीति निर्माण तहमा पुगिसके पछाडि नीति नियम बनाउने हो पुस्तक बेचेर हिँड्न मिल्छ भन्छन् धेरै मान्छेहरूले यसको बेलामा पुस्तक बेचेको नीति नियम बनाउने बेलै भएको छैन अहिले अब संसदै बसेको छैन अधिवेशनै बसेको छैन त्यो कुन चाहिँ डाका हो त्यो त्यसो भन्ने आज के लिए फिलहाल इतना ही। आपकी तरह मैं भी मायूस हूँ, लेकिन उम्मीद पर दुनिया कायम है। दिल दुखा है लेकिन टूटा तो नहीं है और उम्मीद का दामन छूटा तो नहीं।